घुम्न जाने प्लान भइरहेछ। A few moments later. What's up guys? के छ हाल खबर? आज हामी चाहिँ ट्याक्क लाएर घुम्न जान छौँ हैन। यतातिर चाहिँ अब ट्याक्क मेकअप हुँदैछ गाइस। ट्याक्क लाएर यहाँ चाहिँ मेकअप सेकअप हुन लाग्छ अनि ट्याक्क आज घुम्न जाने प्लान भइरहेछ। अनि यता चाहिँ हाम्रो भान्जाश्री सुतिरहेछन् हैन। छोड मलाई। अब ट्याक्क लाएर रेडी सेडी हुनु पर्यो, कपडा सपडा लगाउनु पर्यो अनि त्यसपछि घुम्न जानुपर्छ। मेरो कपडा कहाँ छ यार? मलाई कसैले खोजेर दिनु पर्दैन के, म आफै लगाइहाल्छु। ट्याक्क लाएर कपडा सपडा लगाइन्छ अनि ट्याक्क हुनु भएछ। म प्यान्ट लगाउन न यार, यो यही प्यान्ट लगाउँछु म। यो भेस्ट लगाउँछु, कालो भेस्ट लगाउँछु, सर्ट लगाउँछु। फाइनली म चाहिँ तयार भइसकेँ, अरू चाहिँ तयार हुँदैछन्। सो अनि ट्याक्क अब एकछिनपछि हामी जान्छौँ, निस्किन्छौँ यता यो के गाउँको भाइरल पुलमा घुम्नको लागि हैन गाइस। यो के आइरहेछ आकाशमा टल्किरहेछ। ट्याक्क लाएर गाइस क्यामेरा लगिन्छ हैन, क्यामेरा स्यामेरा लगेर फोटो सोटो हान्नु। क्यामेरा लगिन्छ गाइस, ट्याक्क लाएर फोटो सोटो हानिन्छ, बवाल बवाल आज। फोटाहरू खिच्छौँ, भिडियोहरू खिच्छौँ आज ट्याक्क लाएर गाइस। छिटो गर न, तिम्रो भएन। ओइ भोटे भएन, छिटो गर। यिनीहरू कति बज्यो अहिले? 1 बजेबाट तयार हुन आउन, अहिले 2 बज्न लागिसक्यो, अहिले पनि तयार भएको छैनन्। हामी मान्छे, हामी चाहिँ 15 मिनटमा यो फेरि रेडी भइहाल्छौँ क्या हामी त ट्याक्क लाएर हैन गाइस। अब जान्छौँ एकछिनमा। सो हाम्रो भिडियोहरू हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब सेयर। कुनै ठाउँमा मिस्टेक छ, कुनै ठाउँमा नराम्रो छ भनेपछि पनि भन्न सक्नुहुन्छ, यो ठाउँमा यस्तो छ सुधार गर्नु भनेर हैन। सो त्यही नै हो गाइस। हाम्रो भान्जा हैन, हाम्रो भान्जा चाहिँ रुन्छ 1 नम्बर फेरि। अनि सो ढिलो चाहिँ लास्टै गरेर छैन। ओइ भुन्टी छिटो गर न।
भोन्टीलाई चाहिँ यहाँ खै के गरिरहेको छ फेरि चस्मा लगेर जाने अब फोटो सोटो हान्ने होइन भयो क्या छिटो गर एकछिनमा जान्छौँ म यहाँ भ्लग बनाउन लाग्छु यो लगाइदियो त भन्जालाई अब एकछिन पछि हामीहरू चाहिँ ट्याक्क निस्किन्छौँ अनि जान्छौँ ल है हाम्रो भान्जा चाहिँ लास्ट दिइरहेछन् क्या खै के भएको छ भोन्टी चाहिँ किन यस्तो ढिलो गरेर आएको छु खै यताबाट अब यताबाट हो कि हेलो गाइज म हात धुँदा रहेछु त्यति भन्नलाई पनि अब यहाँ भ्लगमा आउनुपर्छ शाबाश बेटा बहुत बढिया ढिलो भइरहेछ अनि यिनीहरूले ढिलो गरिरहेछन् कति 12 बजे तयार होला मान्छेहरू अहिले 2 बज्न आइसक्यो अहिलेसम्म पनि खै भएर चाहिँ हाम्रो भान्जा चाहिँ यहाँ रोइरहेछन् फेरि मोबाइल छ अरे मोबाइल उ गरे है उ त चाबी हो ताला पनि लाउनु हा चस्मा लिएर आउन के खाना के खायो तिमी ताला आउँछ कि म यो पनि भुन्टेल चाहिँ ढोका लगाउन लागिरहेको छ होइन हाम्रो भान्जा के हो रुने बाहेक काम केही छैन नि अब भान्जो हेर त यो को हो यो अब खाना लागिसक्यौँ घुम्नको लागि यो यिनीहरूले खै के ढिलो गरेर आछन् क्या के भन्ने अब यिनीहरूलाई के छिटो हिँड न यो तँलाई हेरेको यहाँ को म चिने हौ चिने हौ चल झूठा चोक नक्कले मान्छे हेर न ए नक्कले यस्तो नक्कले भने कहाँबाट भनेर बच्चादेखि नक्कले हो मासु हुन्छ नि त्यही भएर सबले हराउनु मान्छन् राम्रो मान्छन् होइन सधैँ पछाडि आउँछु नजाने अरे नजाने माइजी भान्जी कौन है ये लोग कहाँ से आते हैं ये मतलब माइजी भान्जा हेलो गाइज बसगर पक्लीहरू लाग्यो कि क्या गाइजहरु हामी घुम्न जाँदै अहिले पुलतिर आया बाबा भाइरल पुलतिर आऊ बुढिया हेर्नु खैर बच्चा पनि यस्तै हुन्छ है ठुलो भएपछि आए चल झूठा पछि के हुन्छ बिस्तारै बिस्तारै अन्जु अन्तिर आउँछ अहिले कस्तो हेर्नु धेरै डल्ले भान्जालाई ट्याक्क लगाएर भान्जु गाइस
अब हामी जान लाग्छौँ कतिचोटि भन्यो 3-4 चोटि भनिसकेँ अहिलेसम्म हिँडेको छैनौँ गाइस अनि एकछिन पछि तिमीहरूसँग आउन म यहाँ भ्लग बनाउँदै हिँड्ने गर्छु मेरो यहाँ माथि सर्किन्छ तिमीलाई लाउँछ फाइनली सो हामी चाहिँ अब जान लाग्छौँ भोन्टी चाहिँ टिकटक बनाउन लाग्छौँ त्यहाँ ट्याक्क लगाएर होइन अनि यता चाहिँ हाम्रो भान्जा हाई गाइरहेछ निद्रा लागिरहेछ अब एकछिनमा पुग्छौँ एकछिनमा पुगिसकेपछि अनि हामीहरू फोटासोटा खिचेर आउँछौँ घुमेर आउँछौँ गाइस मलाई कति आफत भयो तल मजाले बसिहाल्नु चल 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 हिँड हेलो गाइस मस्त जोक मारा रे यहाँ हंस रे हलकट हंस के भन्न मन छ मक्कै हुन चाहन्छु भने म घर भिडियो बनाउँछु यता 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 खा राम्रो आयो के भन्नु गइरहेको छु भने म भिडियो बनाउँछु अलि उता जाऊ कमेडी जस्तो कस्तो कमेडी भन नि त के भन्ला थियो त कोई कुछ नहीं बोलेगा कोई कुछ नहीं बोलेगा ओके कुछ नहीं बोलेगा तो कुछ की जगह क्या बोलेगा ये समस्या है रे क्या बोलने का तू इसके साथ मत घूम रे तू पागल हो जाएगा आप जाओ आप काम करो आप काम करो पाटाले पनि गर्नुपर्छ मैले महिनाले निकाल्छु तपाईँले किन पाटा भएर यस्तो गरेको Oh my God! Wow! नत्र अहिलेसम्म भाँचेर फालिदिन्छ भन्छ कि मेरो साथ तयारै भयो Oh my God! Wow! Oh my God! Wow! हेलो गाइसहरु कौन है ये लोग कहाँ से आते हैं ये हामी चाहिँ घुम्न जान लाग्छौँ भन न हामी घुम्न जाँदैछौँ गाइसहरु मलाई ब्याग बोकाउनु भएको थाहा है हेर्नु त बोक्नु पर्यो त ब्याग नपुगेर कहाँ हुन्छ नि हाम्रो छेमाहरू अरूलाई गाली हैन हाम्रो छेमा हाम्रो दिदीहरू चाहिँ अगाडि दौडिरहेछन् फेरि होइन जाने अब त बिस्कुट बिस्कुट गर्ने पुग्नै कति गाह्रो म ब्लग बनाउनु यार निकाल्न दिनु हो निकाल न म गरिदिन्छु हाई भन्दै दिदी हाई भन्दै हाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला सबैजनाले माया गरिदिनु होला तो अर्कै आयो है टुट्यो कसम छुट्यो माया तिमलाई दोष लागो छैन माथिका टोलकाले बिरामी हुन्न यो तलका टोलका मात्र किन हुन्छ आँखो माथिको गर्मी हुन्छ र पुरै धेरै बिमारी हुन्छ सो गाइस हामी चाहिँ अब जान लाग्छौँ फोटो खिच्न होइन सबै रेडी भइसक्यो अनि पछाडि भोन्टी चाहिँ आउन लाग्छ अनि
के भन्नु छ के भन्ने हाम्रो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हामी अहिले पनि गर्दैछौँ अनि फेरि बेलुका भिडियो आउँछ हाम्रो फाइनली गाइस हामी चाहिँ यो भितरिया के अरे भितरिया पार्क चोकमा आइपुग्यौँ अब सो 10-15 मिनटमा पुग्छौँ होला घुम्ने ठाउँमा होइन त्यही त भितरिया चोक त भन्दा छु अनि यता चाहिँ हाम्रो घुम्थ्यो गाडी आछ गाडी आछ त अरू छिटो यता चाहिँ हाम्रो दिदीहरू अनि यता चाहिँ हाम्रो छेमा किन लुक्नुहुन्छ कि छेमा लाजु भन्नुहुन्छ बेबी नमाको भनेको म मात्रै हो बेबी नमाको भनेको झोला छ त तिमीसँग क्यामेराबाट बोक्नु मात्रै पर्ने चाहिँ नल्याएर पनि हुन्थ्यो भोग न भोग त्यहाँ त घाम लाग्छ थियो अहिले पक्रेर तेरोमा पानी खाइन आउँछु यार प्यास लागेको थियो माइजू भान्जा छौ भान्जालाई रिस उठिरहेछ किन बो हामी चाउमिन खाँदै तपाईँ त कहाँ आउनु सबै भुक्करहरू बसेर सबैले खान लाग्छ हेलो हेलो हाम्रो बिजुहरू भुक्करहरू सबैले हुन्छ खाना मात्रै खाने फाइनली गाइज अहिले चाहिँ हामी घुमघाम गरेर होइन सो घरतिर फर्किँदैछौँ दिदीहरू छेमाहरू चाहिँ गइहाल्नुभयो हामी दुईजना चाहिँ फोटो भिडियोहरू खिच्दै नै ढिलो भएर अब जान लाग्छौँ हुन्छ गाइस अब अर्को भिडियोमा भेटौँला अहिलेको लागि बाइ बाइ गाइस बुढी के भन्नु मन छ भन्नु के भन्नु धोवा छ अहिले चाहिँ हाम्रो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु हाम्रो माया गरिदिनु यति नै